दुःख हर, दरिद्र हर, काल हर, रोग हर, ताप हर, सन्ताप हर, है सबै नराम्रो कुराहरू हर, पार्वती तथा हर हर महादेव। अहिले भर्खरै भगवान् शिवजीलाई सम्झेर बर्मादेशमा महेश हाम्रो माँ काली, माँ लक्ष्मी, माँ सरस्वती ले चाहिँ बर्माले चाहिँ सृष्टि गर्नुभएको छ र चलाइराख्नु भएको छ। यही कुरा चाहिँ राजा ऋषि जनकले थाहा पाएर यही मिथिला राज्यबाट चाहिँ अष्टवक्र ऋषिले जुन अष्टवक्र गीता लेखेर चाहिँ यो संसार मेरो होइन, हामी त्याग गर्न दिनका लागि जन्मेको हो भनेर चाहिँ गर्दै गर्दाखेरि अहिले हाम्रो यो जिल्ला अस्पताल यो कति वर्ष भयो भनेको 14 वर्ष हुँदा पनि अहिलेसम्म चलेको छैन। लगभग देशमा यस्ता मैले चाहिँ अहिले 700-800वटा चाहिँ यस्तो अवस्थामा रहेको स्वास्थ्य केन्द्रहरू भेटेको छु जुन चाहिँ मान्छेहरू चाहिँ अब रोग औषधि नपाएर मर्नुपर्छ, होइन बच्चा जन्मिने ठाउँ छैन, जनकपुर जानुपर्छ, कहाँ जानुपर्छ है त। गाउँको विकास बिना देशको विकास सम्भव छैन। निरोगी नेपाल महाअभियान अन्तर्गत अबको 3 महिनाभित्र चाहिँ अस्पताल चलाउने बाचा पनि गर्न चाहन्छौँ र यसका लागि हाम्रो निरन्तर प्रयास रहनेछ। नेपालको हरेक टोल हरेक गाउँमा चाहिँ जुन स्वस्थ नेपाल खुसी नेपालले हामी कसरी निरोगी हुने, योग ध्यान साधना आयुर्वेद सबैलाई जोडेर त्यो खालको हामीले यहाँको किसानहरू हजुरहरू भन्नुभयो नि त होइन, उत्पादन कसैले किनिदिँदैन, हामीलाई कसैले सहयोग गर्दैन। हामीलाई 2000 भत्ता 4000 भत्ता होइन कि हाम्रो उत्पादन, हाम्रो दुध छ, दही छ, घरमा होइन उत्पादनहरू छ। पैसा हामी हजुरहरूलाई सिकाउँछौँ है त है। हामी चाहिँ यहाँको किसानहरूलाई भेला गरेर चाहिँ तालिम राख्छौँ र स्वास्थ्य र कृषि कार्यक्रम लिएर अहिले देशभरि हिँडिरहेछौँ। आत्मनिर्भर नेपाल महाअभियान, देशको खाउँ देशको लाउँ देशमै रमाउँ। ठुलो सङ्कट आएको थियो, हनुमानजीले सबै सङ्कटहरू दूर गरिदिन्छु भनेर हामीलाई वाचा गर्नुभएको छ। हामी गणेश भगवान्लाई सम्झेर देशलाई रिद्धि र सिद्धि दिलाउने र स्वर्गको नमुना सबै नेपाललाई करोडपति बनाउने, सुरु किसानबाट गर्ने र मजदुरबाट गर्ने भनेर चाहिँ हाम्रो जुन अभियान छ। पहिला हामी किसानहरूसँग बस्न चाहन्छौँ, मजदुरहरूसँग बस्न चाहन्छौँ र हरेक नेपाललाई करोडपति बनाएर एउटा स्वर्गको नमुना नेपाल हाम्रो यो ठाउँमा चाहिँ संसारको विधानसभा जुन जनकको पालामा थियो, संसारको विधि विधान कस्तो हुनुपर्छ भनेर लेख्ने स्थान हाम्रो पवित्र धनुषामा हामीले एउटा यज्ञ गरेर यहाँ र त्यो धाम बनाएर अहिले सर्वोच्च अदालत हाम्रो गोर्खामा, स्विस ब्याङ्क हाम्रो मोडलको ब्याङ्क चाहिँ हाम्रो धनगढीमा, भनौँ न विश्व शान्ति सङ्गठन हाम्रो कपिलवस्तुको बाणगङ्गामा, अनि 0 to 8848 भनेर चाहिँ जुन हाम्रो स्वर्गको एउटा स्वर्ग जाने बाटोको एउटा फर्स्ट सेक्सन छ त्यसलाई चाहिँ हामीले सुरु गरेका छौँ। र हाम्रो यसमा प्रेमबानी दाई, अहिले कपिल पौडेल सर, हाम्रो आफ्नै अब सरकार नहुने भनेर चाहिँ अहिले हामीले युवा सरकारलाई फेरि रिएक्टिभेट गरेर अहिले जेनजीहरूलाई एक गरेर पहिला देश भनेर चाहिँ हामीले राष्ट्र पुनर्निर्माण महाअभियान सुरु गरेका छौँ। हजुरहरूले चाहिँ हामीसँग लगानी भनेर हामीले एउटा इकोनोमिक टिम पनि छ उसको लागि, र देशका लागि चाहिँ हामीले 50% सहयोग भनेर सहयोग पनि उठाइरहेछौँ। हाम्रो चाहिँ अहिले परिवर्तनको सुरुवात जुन धनुषाबाट चाहिँ हामीले धन एकदमलाई चाहिँ माथि पुर्याउने र देशको अर्थतन्त्र विकास गर्ने भनेर हरेक पालिकामा सङ्कलन केन्द्र, वितरण केन्द्र, नर्सरी र एउटा कोल्ड स्टोर बनाएर चाहिँ किसानलाई सबै कुरो मिनिमम 50,000 महिनामा कमाउने बनाउने यहीँबाट बाचा गर्न चाहन्छौँ। यो काम हाम्रो 3 महिनाभित्र हुनेछ र यसको नेतृत्व हाम्रो रूपेश भान्सरले यो पालिकामा लिनुभएको छ र भिडियो उहाँले नै खिचिराख्नु भएको छ। अनि